नमस्ते वारो वेलकम ब्याक टु माई च्यानल। सो गाइस अहिले चाहिँ म अफिसबाट फर्किँदैछु अनि अहिले चाहिँ म अन द वे छु। अनि आज चाहिँ म तल थ्रिफ्ट स्टोर पनि जाउँ भनेको है। अनि तपाईँहरूलाई म देखाउँछु त्यहाँनिर राम्रो राम्रो कलेक्सनहरू आएको छ भने अनि म के किन्छु सबै तपाईँहरूलाई देखाउँछु है। सो स्टे ट्युन। अनि यहाँ चाहिँ अलिक ट्राफिक जाम भइरहेको रहेछ किन भन्दा चाहिँ व्हाइट हलको त्यहाँ जुन चाहिँ पहिला फ्लावर कन्जर्भेसन सेन्टर थियो त्यसलाई चाहिँ फेरि भत्काएर रिकन्स्ट्रक्सनको कामहरू चल्दै रहेछ अनि यता चाहिँ सबैजना काम गरिरहेको थियो। त्यही भएर चाहिँ यहाँ चाहिँ अलिअलि ट्राफिक चाहिँ हुँदै रहेछ। years later. सो हाई गाइस, मैले चाहिँ हिजो थ्रिफ्ट स्टोरबाट के किने भनेर चाहिँ म तपाईँहरूलाई देखाउन आँटेको छु। अनि यो चाहिँ मैले अलरेडी वास गरिसकेको हो। अनि यो चाहिँ मैले मेरो बहिनीको लागि किनिदिएको। अन्त एकदमै प्राइसहरू चाहिँ एकदमै एफोर्डेबल छ है। यिनीहरू मतलब यो प्यान्टहरू चाहिँ 80 रुपिस पर्यो अनि अरू सबै 50 रुपिस पर्यो। 50 रुपिसमा के कस्तो खाले लुगा चाहिँ पाउँछ भनेर म तपाईँहरूलाई देखाउँदैछु है। फर्स्टमा चाहिँ छ यो कोट हो। यो तपाईँहरू देख्न सक्नुहुनेछ, यो ब्लेजर छ अनि यसको क्वालिटीहरू पनि सबै राम्रै छ है। अन्त के पनि फाटेको साटेको के पनि छैन, एकदमै राम्रो छ। अनि यो पनि मैले मेरो बहिनीको लागि किनेको, यो चाहिँ स्मल साइजमा अनि यो पनि 50 रुपिस नै पर्यो। अन्त नेक्स्ट चाहिँ छ मसँग यो 3/4 प्यान्ट। यो चाहिँ तपाईँहरू देख्न सक्नुहुनेछ, यसमा चाहिँ यस्तो खालको डिजाइन रहेछ। अन्त क्वालिटी पनि राम्रो छ। यो चाहिँ अलिकति डेनिम स्टाइलको रहेछ, मलाई चाहिँ राम्रो लाग्यो है यो 3/4मा। अनि यो चाहिँ मलाई 80 रुपिस पर्यो। अनि नेक्स्ट तपाईँहरू देख्न सक्नुहुनेछ, यो पनि 3/4 नै हो। अनि यो चाहिँ स्ट्रेचेबल रहेछ अनि यसको क्वालिटी पनि पुरै राम्रो छ। यो पनि मलाई 80 रुपिसै पर्यो। यस्तो खालको चाहिँ पुरा डिफ्रेन्ट टाइप्सको कलरको पनि रहेछ। अन्त नेक्स्ट चाहिँ छ यो सानो खालको ब्लेजर रहेछ, कोट स्टाइलको, तपाईँहरू देख्न सक्नुहुनेछ। यो पनि स्मल साइजमै रहेछ अनि यसको चाहिँ बौलामा पनि यस्तो खालको डिजाइन रहेछ, फ्लेयर खालको, मलाई चाहिँ एकदमै राम्रो लाग्यो। अनि यो पनि मलाई 50 रुपिसमै दिनुभयो। अनि नेक्स्ट चाहिँ छ यो लास्ट छ एउटा टप, तपाईँहरू देख्न सक्नुहुनेछ, यो ग्रे कलरको। यसमा पनि कलर अप्सन र डिजाइन चाहिँ पुरा रहेछ। अनि यो पुरा स्ट्रेचेबल नै छ अनि स्मल साइजै हो है। यो चाहिँ मलाई 50 रुपिस नै पर्यो। तपाईँहरू देख्न सक्नुहुनेछ, यसमा चाहिँ H&M पनि लेखिरहेको छ। अनि सबै कलेक्सनहरू राम्रै लाग्यो मलाई। इफ तपाईँहरू पनि भिजिट गर्नुहुन्छ भने चाहिँ म यसको लोकेसनहरू तपाईँहरूलाई म राखिदिन्छु है। अनि म भिडियो पनि हालिदिन्छु लोकेसनहरू, तपाईँहरू त्यहाँ गएर किन्नु सक्नुहुनेछ। इफ तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने चाहिँ प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब टु माई च्यानल। आई विल सी यु in my next video. Till then, stay safe. Bye.